नमस्कार, म शुभेच्छा अधिकारी। म द होलिस्टिक वेलनेसको फाउन्डर। यो प्रडक्ट मेरो यहाँनिर हेयर ओइल, यो स्याम्पू, यो टुथ पाउडर, एन्टी एजिङ मास्क र फेस प्याकहरू यसरी यहाँ मैले लिएर आएको छु। मैले सुरुवाती अवस्थामा चाहिँ म हेयर ओइलबाट मैले मेरो यो व्यवसाय सुरु गरेको। यसको स्टोरी चाहिँ मेरो एकदमै यो 2 वर्ष अगाडि मेरो एकदमै कपाल झर्ने र मेरो छोरीको एकदमै चाया पर्ने भइरहेको थियो र अब डेली नुहाउन पनि अप्ठ्यारो, यो नभ्याउने र एकदमै कपाल झरेको भएको भएर चाहिँ मैले एकजना मेरो दाइलाई, जो चाहिँ उहाँ यो सेक्टरमा काम गरिरहनु भएको थियो, उहाँलाई चाहिँ एउटा मलाई हेयर ओइलको रेसिपी ल्याइदिनुहोस् न भनेर रिक्वेस्ट गर्दा चाहिँ उहाँले मलाई एउटा यो हेयर ओइलको रेसिपी ल्याइदिनु भयो र त्यो रेसिपी अनुसार मैले रिठा, सिकाकाई, भृङ्गराज, जटामसीहरू हालेर र नेपालमै पाउने तेलहरूलाई चाहिँ ब्लेन्ड गरेर जम्मा मैले 5 लिटरको बनाउँदाखेरि 3.5 लिटर तेल निस्कियो। अब त्यो एक्लैलाई मलाई लाउनलाई अलिक गाह्रो भएको भएर मैले यस्तो सानो बोतलहरू चाहिँ यो पाटन इन्डस्ट्रियल एरियाबाट मैले अलिकति बोतलहरू पनि ल्याएर मैले चिनेको, मलाई ल्याउ न भन्दा मेरो आफ्नै कस्ट जति छ त्यतिमा चाहिँ यो एकचोटि ट्राई गर्नु न भनेर मैले बाँडेँ र मैले आफूले पर्सनली लाउँदा पनि त्यो बिस्तारै प्रोग्रेस चाहिँ भयो। मेरो छोरीको पनि राम्रो भयो, मेरो कपाल झर्न पनि कम भएपछि अझ मलाई कन्फिडेन्ट हुँदै गयो र मैले यो 2 वर्षको ग्यापमा चाहिँ मैले धेरै ब्याचेसहरू बनाएर घरबाटै मैले यो सुरुवात गरेको र मैले धेरै दिएँ जसले माग्नु भएको थियो रिपिटेडली। र मैले पछिल्लो म यहाँ एनभिएस जोइन हुनु अगाडिसम्म म घरकै किचनमा म बनाइरहेको थिएँ। एउटा एप्लिकेसन मैले यसरी यस्तो खालके खुलेको छ भन्ने जानकारी मलाई मेरो बाबुले दिएको थियो, तर मसँग त्यतिखेर केही पनि थिएन, आधिकारिक उद्योगहरू मैले दर्ता भएको थिएन। नभइसकेपछि अब गर्न खोजेको काम यो हो, मलाई अझै यसमा एक्सपान्ड गर्न त मन थियो, तर अब एप्लिकेसन त्यो अनलाइन भर्न खोज्छु, त्यहीँ गएर अड्किसकेपछि मैले छोडिदिइसकेको थिएँ किनभने मसँग केही आधिकारिकता छैन भनेर। तर फेरि त्यो बाबुले जसले मलाई पठाइदिएको थियो उसले चाहिँ एकचोटि त्यहीँ गएर भिजिट गरेर चाहिँ कुरा राख्नु न त आफ्नो भनेपछि म गएँ। अनि मैले हाम्रो आइइडिआईमा हाम्रो मणिराज सरसँग पनि भेटेँ, त्यहाँ टिमसँग भेटेपछि उहाँहरूले नै मलाई सजेस्ट गर्नुभयो, ओपन सेसन हुँदैछ, आउनुभयो भने तपाईँलाई इफ केही भयो भने त्यहीँबाट गर्न सक्नुहुन्छ अगाडि प्रोसेस भन्नुभयो। त्यो मेरो लागि एउटा एन्ट्री पोइन्ट जस्तो भयो। मैले भोलिपल्टको सेसनमा म जोइन हुँदा म अनु जोशी म्याम, इसिमोडको अनु जोशी म्यामलाई चाहिँ यो मेरो यसरी हो भनिराख्दाखेरि उहाँले नै हामीले चाहिँ तपाईँहरू जस्तै घरबाटै सुरु गर्ने उद्यमीहरूलाई चाहिँ अझ खोजेको हो भन्नुभएपछि मैले पनि त्यता जोइन गर्ने एकदमै अब चाहिँ गर्छु भनेर मैले एउटा व्यवसाय पनि दर्ता गरेँ। किनभने यो आउने दिनमा चाहिँ कति पनि यो गभर्मेन्टका प्रोसिजरहरूको लागि चाहिँ एउटा आधिकारिकता चाहिने भएको भएर मैले एउटा व्यवसाय दर्ता गरेँ। दर्ता गरिसकेपछि म यहाँ इनरोल हुने मैले मौका पाएँ, त्यो म एकदमै थ्याङ्कफुल छु उहाँहरूप्रति। र यहाँ आइसकेपछि चाहिँ मलाई जुन मेन्टरिङ आवश्यकता थियो मैले त्यो पाइराखेको छु र मलाई चाहिँ अझै यसलाई यो प्रडक्टलाई यहाँ मात्र नभएर, किनभने हाम्रो प्रडक्टहरू भनेको देश विदेशमा पनि जान सक्ने प्रडक्टहरू हामी बनाउन सक्छौँ। हामीसँग र मेटेरियल्स नेपालमै छ। अहिले फेरि यो कोभिड पछाडि धेरै जसो नेचुरल प्रडक्टहरूमा मान्छेको इन्ट्रेस्ट छ। मान्छे अहिले म धेरै जसो जतिजनालाई सोध्छु धेरै जसोको चाहिँ कपालकै प्रब्लमहरू चाहिँ धेरै सुनाउनुहुन्छ। त्यो भएर यसको अझै पनि मार्केट राम्रो बढिरहेछ भन्ने मलाई लाग्छ र डेटाले पनि त्यही बताउँछ। इच इयर ग्रोइङ भइरहेछ नेचुरल प्रडक्टहरूको। त्यो भएर म अझै मोटिभेटेड छु र उहाँहरूको सपोर्टले मेरा कमी कमजोरीहरू पुरा गर्न मैले सकिरहेको छु। र मेरो प्लान भनेको चाहिँ यसलाई एउटा एकदम प्रिमियम प्रडक्ट बनाएर इन्टरनेसनल मार्केटसम्म लाने मेरो जुन सपना छ, त्यसको लागि चाहिँ स्टेप बाई स्टेप म अगाडि बढ्न मलाई यो टिमले सहयोग गरिरहेको छ। हस्, थ्याङ्क यू।